साथीहरु अब चाहिँ हाम्रो यात्रा सुरु खोटाङसम्मको। अस्ति चाहिँ विराट चोकसम्मको थियो। भान्जा हेलो। र फाइनली अनि मेरो पनि अबको चाहिँ खोटाङसम्म अनि चाहिँ मेरो यात्रा हुँदैछ साथीहरु। अब हामी हिँड्न लागेको घरबाट। अनि आज हामी बाटोतिर जाँदै गर्दा म तपाईहरुलाई देखाउँछु ल कस्तो कस्तो ठाउँमा पुग्छु अनि त्यो ठाउँहरुको दृश्यलाई चाहिँ म तपाईहरुलाई देखाउने नै छु साथीहरु। अनि उहाँ पनि तयारी भइसक्नु भएको छ। बाइक झिक्दै हुनुहुन्छ अनि हाम्रो मम्मी यहाँ र हाम्रो नानाहरू चाहिँ अब उहाँ जान लाग्नु भएको छ। जय मसी। भान्जा निछाङ यता हेर्नु त राम्रोसँग जानु ल। हाम्रो नानाको चाहिँ धरानसम्मको यात्रा हो। हामी चाहिँ खोटाङसम्मको साथीहरू। ल नाना बाई बाई। बाई बाई निछाङ जानु ल। ल है साथीहरू अनि अब चाहिँ जाने हो। हिँडाउनु त जाने हो। चस्मा त हामी चाहिँ यो इटहरी चोकमा आइपुगेको छौँ। अनि यता चाहिँ धरान जाने बाटो धरान तरहरा बसा जाने बाटो चाहिँ हो। जस्तो भएको भएदेखि चाहिँ होइन एकदम खुला रोडमा कुदाउनु चाहिँ सजिलो हुन्थ्यो। आज चाहिँ यता पूर्वमा चाहिँ यति धेरै मतलब इटहरीमा चाहिँ यति धेरै भिड छ। धरान विराट चोक चाहिँ त्यस्तै है। र एकदम राम्रो देख्छ दृश्य लागेर आजको हाम्रो यात्रा चाहिँ यस्तो भइरहेको छ। बाटो जामले गर्दा हाम्रो गन्तव्य स्थानसम्म चाहिँ हामी कतिखेर पुग्छौँ त्यो चाहिँ थाहा छैन साथीहरू। हेर्दै गर्नु है त। हामी चाहिँ भाइरल चतारा हामी चाहिँ आइपुगेको छौँ। चतारा धरानको चतारा यति धेरै ल हार्दिक स्वागत छ है धरानको चतारा पुलमा। एकदमै धेरै भाइरल भएको थियो अनि मैले चाहिँ एकदम फोटोमा देखेँ कि म पश्चिम हुँदाखेरि साथीहरू फाइनली अनि म पनि आज चाहिँ के अरे यो धरान चतारामा चाहिँ आएको छु। र उहाँ पनि हामी चाहिँ बाइकमा जाडो परेको कारणले गर्दाखेरि चाहिँ साथीहरू म चाहिँ हेलमेट लाउँदा चाहिँ एकदम धेरै तातो चाहिँ के अरे यो बङ्सिला घाटमा हामी चाहिँ आइपुगेको छौँ साथीहरू। यस समयमा चाहिँ र यो पहिलाको हाम्रो बङ्सिला घाट चाहिँ अहिले चाहिँ पुल भएको कारणले गर्दाखेरि चाहिँ हामी बाइकमा औरीदोरी गर्न सक्छौँ भने पहिला चाहिँ हामी नाउ अथवा डुङ्गामा चढेर चाहिँ वारपार गर्ने गरिन्थ्यो। माझीले हामीलाई तार्नुहुन्थ्यो। हामी चाहिँ बङ्सिला घाट आइपुगेको छौँ। यो समय चाहिँ हामी पहिला खाजा खाने घरहरू है त साथीहरू। यो चाहिँ यही पुल है हाम्रो बङ्सिलाको पुल चाहिँ। र हामी यो पुलमा तर्न लागिरहेको छौँ साथीहरू। यो समयमा ल है साथीहरू एकदमै धेरै लामो छ र यो बङ्सिला घाट दुधकोशी। म झर्छु के उपेन्द्रजी है। एकदमै धेरै लामो पुल छ यहाँ चाहिँ। मान्छेहरू नि जाँदै हुनुहुन्छ। डर लागेर फेरि मलाई चाहिँ साथीहरू चाहिँ हामी दुधकोशी हुँदै हुँदै हामी जाँदैछौँ। यो समयमा पहिला चाहिँ हामीलाई घाट यहाँ तलबाट लाग्थ्यो अनि यहाँबाट उकालो हामी निस्किनु पर्ने थियो। र हामी दुधकोशी चाहिँ तरेर पनि बङ्सिलाबाट ओरै आइसकेको छौँ। र कोशीहरू चाहिँ सप्तकोशी दुधकोशी सुनकोशी हुँदै हामी चाहिँ खोटाङको यात्रा गरिरहेको छौँ यो समयमा। अनि एकदमै धेरै यस्तो रहेको छ साथीहरू। तपाईँहरूले देख्न सक्नुहुन्छ है। पहिलाको हामी जाने बाटो चाहिँ यता माथिबाट थियो। अहिले चाहिँ यो पुल बनेर यस्तो राम्रो भएको रहेछ। अनि त्यसमा चाहिँ एकदम राम्रो हामी चाहिँ धेरै परिवर्तन भएको रहेछ कि साथीहरू यो ठाउँहरू चाहिँ। साथी हामी चाहिँ फेदी भन्ने ठाउँमा गाडी तर्नुपर्ने अवस्था आयो कि होइन खोलामा। उहाँले चाहिँ अब बाइक तर्नुलाई स्टार्ट गर्नुभएको छ है। ओ आमामा भिज्नु भयो। सब भिज्यो सब भिज्यो। ल पारी तर्नु भयो। थ्याङ्क। पहिला चाहिँ हामी यस्तोमा खोला तर्ने चाहिँ हिँडेर तरिन्थ्यो होइन। यस्तो खोला हाम्रो फेदीको यो साबारी बजार आइपुग्यौँ।
तलको बाटो राम्रो हुन्थ्यो क्यारे नि चिसापानी बजारको यस्तो भएछ है कस्तो नि अचम्मको भइगएछ अनि चिसापानी बजार हामी पहिला यस्तो हिँड्यौँ चिसापानी बजारमा यो तलतिर है चिसापानी बजारको हालत साथीहरू ओहो नागी सावा खोलाको यो चाहिँ दृश्य यस्तो भर्खर यहाँ पुल चाहिँ गाडी हिँड्ने पुल बनिँदैछ बादमा जान्छु है त साथीहरू यो चाहिँ म पहिला माछा मार्नु आएको खोला है र यो माथि डाँडा कटेर जानुपर्ने छ साथीहरू हामी चाहिँ म स्कुल जाने बाटो चाहिँ यो थियो पहिला यस्तो भएछ बाटो त खापी भन्छ आइपुग्नु साथीहरू हामीले यस्तो भएछ है खाने घर पहिला हाम्रो यो के अरे पुलुर्की डाँडा यस्तो भएछ त टावर राखेको ठाउँ गाउँमा आइसकेँ यस्तो भएछ अनि मेरो जन्म गाउँ चाहिँ अहिले आइसकेको साथीहरू यसो हाम्रो दोकान घर पहिला माघे गाउँ चाहिँ आइपुग्यो मेरो घर पुग्नु लागिसक्यो साथीहरू पहिलाको पहिला पानी भन्ने ठाउँ साथीहरू अनि यस्तो धारा यस्तो रहेछ रोड अनि यस्तो भएछ है अनि हाम्रो शुभचन्द्र दादाको घर पहिलाको माउलो घर अनि यो चाहिँ सनम नानाहरूको घर हो म सबै यस्तो भइसकेको छ उतै हिँडाउन रोटे यस्तो अब मेरो घर चाहिँ साथीहरू